र स्वर्गीय चन्द्रप्रसाद रेङमाङ राई, उहाँ पास्तर गुरुम्बा छ जयमलै कान्छुले कोपाको सुपुत्र। उहाँ ब्रिटिस आर्मीको हुनुहुन्थ्यो र आज उहाँ देववास हुनुभएको छ र उहाँको पार्थिव शरीरलाई लिएर अब हामी समाधि स्थलतर्फ बढ्दैछौँ। उहाँ मधुमल्ल 36 बिघामा बसोबास गर्दै हुनु आएको लगभग उहाँ 40-50 वर्ष भइसकेको थियो र उहाँको आज देहान्त हुनुभएको छ र उहाँको पार्थिव शरीरलाई लिएर अब सब वाहनमा सवार गरिसकेका छन् र सब यात्रुहरू यहाँ सबै तयारी भइरहेको कुरा यहाँहरूलाई म जानकारी गराइरहेको छु र अब केही क्षणमा हामी उहाँ अब मलामीहरू बिस्तारै बिस्तारै अगाडि बढिरहेको छ र हामी पनि बिस्तारै सब यात्रामा सहभागी हुँदै अगाडि बढिरहेको अवस्था। यो मधुमल्ल 36 बिघा हुन्थ्यो, यो 36 बिघा हो। यहाँ टाँकी पनि एकदमै हरियो भएर बसेको रहेछ। टाँकीको साह्रै घाँस कुनै समयमा साह्रै घाँस काटिन्थ्यो। यहाँ निभाराको रुख पनि रहेछ। कता हो बाटो? कोही यता फर्को अनि यता होइन र जानु पर्यो त लाग्यो त यहाँ वेस्ट बेङ्गलबाट पनि आएको छ गाडीहरू। उहाँको कान्छी सुपुत्री सरिता राई बागडुग्रामा बस्नुहुन्छ र छोरी ज्वाइँहरू पनि आउनु भएको छ। उहाँहरूको साथमा आफ्ना आफन्तहरू दुईटा गाडी वेस्ट बेङ्गलको आएको छ यहाँ र अब उहाँको पार्थिव शरीरलाई हामी विसर्जन गर्नको लागि अगाडि बढिरहेका छौँ। मलेको मान्छे हो क्या एउटा उपन्यास बनाउनुपर्छ मलेको मान्छे हो
हाम्रो अजित कता गयो आज अझै अजित